म चिया खाँदैछु अब मोमो पार्टी हुँदैछ हो यो सोयाबिन अन्त यहाँ प्याज काटिरहेछु यहाँ चिकन छ अब अहिले चिकनहरू मजाले फ्राई गर्ने हो भेज खाने र भेज पनि छ बन्दाकोपी अहिले काटेको छैन मैले यहाँ छ अहिले बनाएर देखाउँदैछु अब हामी मोमो बनाउनको लागि यो चिकन मोमो हो म चाहिँ चिकन मोमो त उसिनेर चाहिँ होइन फ्राई गर्छु अन्त त्यहाँदेखि यो चाहिँ सोयाबिन हो सोयाबिन हाल्छु सोयाबिनमा मिक्स गर्दा चाहिँ मिठो लाग्छ अन्त यसमा चाहिँ अब पत्ताकोपी काट्नु हुँदैछ दिदीले अन्त अब त्यो पत्ताकोपी काट्नुभयो अन्त त्यो चाहिँ भेज खाने आमाले भेज खानुहुन्छ त्यही भएर हामी चाहिँ चिकन खाने त्यही भएर चाहिँ चिकनहरू यसरी सबै रेडी छ अब चाहिँ बनाउँदैछु अहिले चाहिँ म यसरी सोयाबिन फ्राई गर्दैछु हो अब चिकन छ फर्स्ट चाहिँ यसलाई फ्राई गर्दैछु पुरानो फ्राई गर्नाले बनाउँछ हेर्नुहोस् अहिले चिकन जस्तो देख्यो होइन फ्राई गर्दा सोयाबिन यसरी फ्राई गर्नुपर्छ यो प्याज भाजेको अब यसमा चिकन दिन्छु हो चिकन र प्याज चाहिँ सँगै भाज्छु फेरि अझै प्याज दिन्छु मसलाहरू छ देखाउँदैछु हेर्नुहोस् गाइस अब यसरी चिकन दिएँ अब यसलाई पुरा फ्राई गर्छु अब यसमा हल्का नुन दिन्छु नुन दिएँ यसरी चाहिँ फ्राई गर्नुपर्छ गनाउँदैन त्यही भएर चाहिँ म यसरी पकाउँछु अब मसलाहरू दिन्छु मसलामा म चिकन मसला दिन्छु अनि एउटा म्यागी मसला पनि दिन्छु अन्त प्याज लसुन अदुवा जिरा पिसेको छु अब त्यो दिन्छु यसमा चाहिँ खोर्सानीहरू सबै हालेर पिसेको छु जसरी मासु पकाउने त्यसरी नै यसलाई पकाएर चाहिँ टेस्ट हुन्छ खाइहेर्नुहोस् एकपल्ट बनाएर तपाईँहरूले पनि अदुवा लसुन प्याज जिरा खोर्सानी छ यसरी चाहिँ मसला हालेर पुरा भुट्नुपर्छ मसला पाक्नु पऱ्यो अन्त यसलाई भुटेर निकालेपछि एकपल्ट खाएर हेर्नुहोस् तपाईँ पनि चिकन बनाउँदाखेरि चाहिँ सोयाबिन अन्त चिकन मिलाएर यसरी खाइहेर्नुहोस् यहाँ चाहिँ अहिले मैदा मुसेर अब रेडी पारेको त्यहाँ चाहिँ म किमा बनाउँदैछु अन्त यहाँ भेजको किमा भएको छ भेज खानेलाई यो चाहिँ चिकनको किमा भयो अब चाहिँ चिकनको पनि यो रेडी भयो अब बनाउनु बाँकी छ अहिले हाम्रो यस्तो उयो भयो जेठानी भयो यहाँ गुटी बनाएर अब चाहिँ मोमो बनाउने भेजको बनाउने फर्स्ट आमाले भेज खानुहुन्छ हेर्नु गाइस मेरो भाइहरू दाजुहरू यहाँ भाइ छ छोरी छ जेठानी छ अहिले मैले मोमो बनाउँदैछु अहिले बनाएर फेरि देखाउँदैछु अब चाहिँ यो चिकन मोमो